याद भएन होइन। अन्त नेताहरू त धेरै कोसिस गर्यो, राजेश शाहन पनि भन्यौँ, अनि शक्ति बस्नेतहर्न पनि भन्यौँ। अहिले काब्लेन भन्दाखेरि तपाईँले 3 लाख रुपियाँ दिनुहुन्छ भने तपाईँको छोरो घर भित्ताइदिन्छु, नत्र त्यहीँ मर्ने भयो भन्ने जस्तो पनि कुरो गर्यो। त्यही अनि अघि भिसला त जताउन जाए हाम्रो जमाने त्यो उरिया 1,70,000 तिर्नै पाइएन। छोरै मारिदिने विचार गरेका रहेछन्। अहिले भनेपछि कता मेरो भाग्यले उताबाट भने साथी आया हुनाले पत्रकारमा हालिदिएछ र बल्ल मेरो दशा खुल्यो, नत्र त नेताहरू लगायो भने नेताहरू त्यो सिडिओ कार्यालय मुद्दा दिन्छ भने तेरो छोरो म घरै आइदिन्न भन्ने पनि शब्द निकाल्यो त्यो म्यान पावरले, तिलक काब्ले म्यान पावरले। मलाई सामान्य भने हो सिडिओ कार्यालयमा मुद्दा हालिस भने तपाईँ नै मारिदिन्छु हैन, त्यस्तो पनि भन्यो। तँलाई भुलिदिन्छु भने यहाँ आइज त बङ्गारै फुट्ने अहिले हान्छु भन्यो। यहाँ मात्रै दर्शक नमस्कार, म प्रेम विश्वकर्मा। केही दिन यता सामाजिक सञ्जालमा निकै नै चर्चाको विषय रहेको थियो। एउटा विदेशमा रहेका, साउदीमा रहेका आयुष राणाको जुन अवस्थालाई लिएर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती रूपमा चाहिँ चर्चा फैलिएको थियो। आज त्यही आयुष राणाको अवस्था के छ, अथवा के कारणले चाहिँ आज यो अवस्थासम्म आयुष राणा आइपुगे त लगायत, अथवा अहिले 18 महिना पुग्दासम्म पनि नेपाल सरकारले चाहिँ किन आयुष राणालाई फिर्ता ल्याउन सकेन। आफ्नै नेपाल भूमिमा आज बिरामीले गर्दा छटपटाइरहँदा पनि उपचार नपाउँदासम्म पनि आज आयुष राणालाई किन हामीले चाहिँ त्यो अवस्थामा देखिरहेका छौँ त। आज सामाजिक सञ्जालमा के सरकारले साँच्चीकै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती रूपमा भाइरल भएपछि मात्रै उद्धारको प्रोसेस चाल्ने हो त, या त कुनै वैधानिक प्रोसेस पनि छ, अथवा हाम्रो त्यही आयुष राणालाई नेपाल फर्काउनको लागि उहाँका अभिभावकले, उहाँका आमाबुवाले चाहिँ के कस्ता प्रयासहरू चाल्नुभयो, के कस्ता प्रयास चाल्दै पनि अहिलेसम्म असफल रह्यो भन्ने लगायतका विषयमा हामी कुराकानी गर्छौँ। कुराकानी गर्नको लागि हामीसँग त्यही आयुष राणाका बुबा र आमा हामीसँग हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छौँ। हजुर, आज तिनै आयुष राणाका बुबा र आमासँग आज हामी कुराकानी गर्दैछौँ। बुबा नमस्कार। नमस्कार। हजुर, आमा नमस्कार। नमस्कार। हजुर, आज जुन अवस्थामा 18 महिना पुग्दासम्म पनि तपाईँको छोरा कान्छो छोरा गरे होइन, विदेश जानुभएको मानव लगभग 25 महिनासम्म भयो। आज 18 महिना पुग्दासम्म पनि तपाईँहरूलाई त्यो विषयमा आयुष राणा यस्तो अवस्थामा छ भन्ने थाहा थियो कि थिएन? थियो। हामी धेरै वर्ष चाल्यौँ, के नेताहरू लगाउँदाखेरि नेताहरूले ठाउँ लागेन, केही गर्दा पनि ठाउँ लागेन। अब छोरो त्यही मर्ने भयो भने हामी पनि मर्नेसम्म भइरहेको चिन्ताले गर्दा हामी खाया रोटो रातिका निद्रा नलाग्ने छोरो मर जान्छ कि भनेर तपाईँलाई थाहा थियो होइन? तपाईँको त्यो अवस्था हुनु बित्तिकै थाहा थियो? 18 महिना अगाडि नै तपाईँलाई थाहा थियो? तर 18 महिना अगाडि नै थाहा हुँदाखेरि हामीले धेरै कोसिस कहाँ प्रोसेस चाल्नु भएको थियो? हामीले नेताहरूलाई अब यसरी पत्रकारमा गर्नुपर्छ भन्ने हामीलाई याद भएन होइन। अन्त नेताहरू त धेरै कोसिस गर्यो, राजेश शाहन पनि भन्यौँ, अनि शक्ति बस्नेतहर्न पनि भन्यौँ। उहाँहरूलाई आफै भेटेरै जनगुनासो पुग्नु भएको थियो तपाईँहरूले? त्यसरी भनिनौँ कि यसो भयो भनेर अरू मान्छेसँग कुरा राख्न पठायौँ र त्यहाँ कुरो पुग्न सकिन्छ होला जस्तो लाग्यो। के भयो कि भएन, त्यो पुगेन कि बा चाहिँ त्यो काब्लेले गनेन कि के भयो, मेन पावर तिलक काब्ले मेन पावरले गनेन कि त्यो दलाली चाहिने दलाली इन्डिया भइगयो, त्यसलाई तोक्रिने ठाउँ आएन मैन। अनि त्यो तिलक काब्लेन भन्दाखेरि तपाईँले 3 लाख रुपियाँ दिनुहुन्छ भने तपाईँको छोरो घर भित्ताइदिन्छु, नत्र त्यहीँ मर्ने भयो भन्ने जस्तो पनि कुरो गर्यो। त्यहीले 3 लाख रुपियाँ दिएपछि मात्रै छोरा फिर्ता गर्दैन भन्ने अवस्था पनि आयो। मेरो त्यत्रो चाहिँ धन बनाएपछि अब एक त गरिब मान्छे। पहिला तपाईँहरूले छोरालाई विदेश पठाउँदाखेरि चाहिँ लगभग के लाग्यो होला नि त? कति पैसा दिएर पठाउनु? 1,70,000। 1,70,000 यहाँबाट लागेको थियो। हजुर।
लाग्यो अब त्यो पहिला अब त्यो भिक्स लाउँदाखेरि पनि त्यति लागन 30,000 पहिला लागन रहेछ धेरै लागन रहेछ त्यो खचामखुचुम गर्दाखेरि भनेपछि हामी त यसै जबानी अघि भिसला त जतखुन जाए हाम्रो जबानी त्यो उड्या 1,70,000 तिर्नै पाइएन आज अहिलेसम्म तिर्नु भएको छैन। तिरिया छैन यी जग्गा बिक्री गरी तिर्नेले भेटा आउँछ के गर्नु हाम्रो कमाइ छैन त्यो त फेरि अधिकांश चाहिँ के हुन्छ भन्दाखेरि अब विदेश पठाउँदै गर्दा यहाँबाट ऋण काटेर पठाउने विदेश पैसा कमाएर आएपछि पठाएपछि दिउँला भन्ने आशा हुन्छ साउलाई दिने त्यो हुन्छ हजुर के गर्ने सहयोग गरेर तिमी गरी कार्य त्यो यसरी पनि अब त्यो डुबाइदियो छोरै मारिदिने विचार गरे रहेछन् अहिले भनेपछि कता मेरो भाग्यले उताबाट भने साथी आया हुनाले पत्रकारमा हालिदिएछ र बल्ल मेरो दशा खुल्यो नत्र त नेताहरू लगायो भने नेताहरूको कुरा नसुनिदिने थियो अनि हरेक कुरोबाट जति नेता तपाईँहरूले मेन पावरमा कुरा गर्नुभएको थियो योभन्दा पहिला हजुर घरमा त गरे गरी हामीले यहाँ कुरा मेन पावरको गरेर त्यसै नम्बर थियो फोन गर्नु भएको थियो हजुर अनि डाइरेक्टली मातहतमा चाहिँ के पछि त त्यसले कुनै उठाउन छोड्थ्यो फोन काट्यो त्यो नेताहरूले त्यो वेदराज सिंहले उठाए बेला मात्र उठाउने हामीले गरे बेला त कुनै नगर्ने उनीले पनि छोडिदियो वेदराज सिंहले पनि हजुर त्यो बेला विद्राज सिंहलाई पनि कुराकानी गर्नुभयो गरे हो हजुर नेपाली काङ्ग्रेसको नेता विद्राज सिंहलाई पनि कुराकानी गर्नुभयो हजुर कुराकानी गर्दै गर्दा उहाँले पनि प्रोसेस चाल्दा उसले मानेन मानेन त्यही गरेर मानेन तपाईँ भने काठमाडौँ जाने मलाई त के भन्यो भने काठमाडौँ तपाईँले बिरामी छोरालाई किन पठाउनु पर्यो अनि भनेर तँलाई त आज यहाँ आयो तँलाई हुल्दिन्छु भन्ने पनि धम्की लगायो सुन्नमा के पनि आछ भन्दाखेरि छोरा चाहिँ यहाँबाट जाँदैखेरि बिरामी थियो भन्ने कुरा पनि उसले गरेर रहेछ मेम्बरको व्यक्तिले गरेर रहेछ छोरा फेरि बिरामी हुँदै बिरामी थियो भनेपछि त्यो छोरा नै यता पठाइदिनु पर्छ कि ऊ त विदेश पठाइदिन्छु बिरामी भएको त मेडिकल पास गर्नुपर्छ होला नि त मेडिकल पास नगर्नु भन्ने घरबाट दिने मेरो मेडिकल पास गर्नुपर्छ होला होइन त पठाउनु पर्छ होला त्यसको लागि त पठाइदियो अब त्यही बेला पनि घाटो हुँदैन मेडिकल पास भइदिएन अहिले पनि छोरा बिरामी पठायो भने न मान्दैन तँलाई उल्टो आरोप लाग्यो मलाई हजुर चिठिया लगा किनभने तपाईँले गरे छोरो बिरामी मान्छेलाई किन पठाउनु भयो अनि भुल्यो म त भनेपछि एउटा ग्वालो खसारो मान्छे म त्यो हुने भनेपछि मेडिकल चेक गर्न नजान्ने मान्छे अनि त्यहाँ तपाईँहरूले पो थाहा नपठाउनु पर्ने भनेर तै वही बदमास भनिकन हुल्छु भने मलाई उल्टो काठमाडौँ आउनुहोस् तँलाई हुल्छु भन्यो मलाई त्यही डरले म गएन हुन्छ भनेपछि तपाईँहरू काठमाडौँ जानु भएन गएन भान्जाले पठायो हजुर भान्जाले पठाएर भान्ज पनि कता जनार्दनमा लगाउँछु भन्दा पनि उनी भिक्स लागेर विदेश टापा दियो 35,000 त्यो पनि चिन्नु पर्यो भान्जालाई पनि तपाईँले चाहिँ ल भान्जा उ गरिदियो भनेर तपाईँ पठाउनु भयो मेम्बरमा कुराकानी गर्दै भनेर जस्तो तपाईँलाई जस्तो यहाँबाट पठाउँदै गर्दाखेरि चाहिँ ती मेन पावरसँग कन्ट्याक्ट गर्नको लागि पनि यहाँ पनि त केही दलालीहरू हुन्छ नि त होइन विदेश पठाउने मान्छेहरू हुन्छ यहाँ चाहिँ को मान्छे मार्फत चाहिँ गएको थियो ऊ चाहिँ त्यो नारायण गिरीका मार्फत नारायण गिरी हजुर यहीँकै नारायण गिरी मार्फत गएको उहाँसँग कुराकानी गर्नुभयो कि नै तपाईँ ऊ त यहाँ छँदै छैन त्यो इन्डिया गयो म स्वामीले साउनामा इन्डिया गइदियो केही भयो थल्ला पर्यो त्यही भएन न त हामी त त्यही नारायणगिरी नै पक्रिन्थ्यौँ त्यही त नारायण गिरीलाई तपाईँहरूले नारायण गिरी मार्फत जाँदै गर्दाखेरि अहिले अब उहाँसँग त कुराकानी गर्नु पर्थ्यो ऊ चाहिँ इन्डिया गइसकेपछि कुराकानी गर्ने बन्द भयो बन्द भयो कहाँ खोज्ने त्यसलाई हजुर जोइली भाइको अब कता खोज्ने त्यो भएको कारणले तिलक कारणले मेन पावरलाई भन्दाखेरि 3 लाख रुपियाँ दिएपछि तेरो छोरो पठाइदिन्छ न तर पठाइदिन्न भन्ने कुरो गरिरह्यो 3 लाख रुपियाँ नदिएपछि विदेशमै मरस मतलब भएन मतलब भयो त्यो खालको कुरा पनि उसले गरे होइन त्यसो भए त्यही हो कुरो त्यही भएको कारणले मैले भनेपछि पछि कान्छाना भने 3 लाख रुपियाँ भन्छ क्या गर्ने भनेर बढ्दो अब मैले घर ऋण तिर्न यत्रो केही काम गर्ला भनेर आएको भएन 3 लाख रुपियाँ नतिर बढ्दो मऱ्यो भने यहीँ मर्छु म जसरी पनि म यहीँ जस्तो होला म 3 रुपियाँ नतिर हुने कारणले मैले दिन सकिनँ हुनु पनि हो हरि जान्छ भन्ने पनि लाग्यो ऊ आउँदै गर्दाखेरि त मतलब उताबाट पठाउने बेलामा तपाईँहरूले खास प्रोसेस कहाँ चाल्ने भन्ने पनि थाहा पाउनु पर्ने के हो त्यस्तो ठाउँमा हुन त मेन पावरलाई कुरा त गर्नु भएको रहेछ मेन पावरले त धेरै कोसिस गरे मेन पावरसँग कुराकानी गर्दा गर्दै पनि मेन पावरले वास्ता गरेन उसले तपाईँहरूलाई चाहिँ मार्छु भन्ने धम्की दियो
अहिले अलिकति भनौँ न सामाजिक सञ्जालले गर्दा उहाँको साथीले जो बस्दै थियो होइन आमाको साथीले चाहिँ सामाजिक त्यही साथीले गर्दा बचाइदियो भनौँ न। राखिदिएपछि अहिले चाहिँ उसलाई लगभग आउने सम्मको चाहिँ नेपाल सरकारलाई पनि ध्यान गएको छ, साहित्य राजदूतावासले पनि कुराकानी गर्दैछन् होइन। तपाईँहरूलाई यो अहिलेको पिरियडमा चाहिँ लगभग छोरा चाहिँ पहिला आश थियो कि थिएन, छोरा आउँछ कि आउँदैन भन्ने आश छैन त आशै आउँछ कि भन्ने आश थिएन। अहिले त केही हदसम्म चाहिँ भएको छ होइन। अब त आउँछ कि भन्ने लाग्यो। सबै दाजुभाइ सबै लागेका छन्, आइतला बुझ्नु आयो। त्यस्तो खालको मेन पावरलाई के गर्नुपर्छ जस्तो लाग्छ त्यो तपाईँलाई? त्यो म्यान पावर हटाउनु पर्छ जस्तो लाग्यो मलाई त। कारवाही गरेर हटाउनु पर्छ जस्तो लाग्यो। पैसा पनि दिनु पर्यो। हाम्रो भनेको त्यस्तो मान्छे जुठा आरोप लाग्यो किन पठाउने विदेशमा? हजुर होइन भनेपछि त्यो म्यान पावर के खानु पैसा हो? त्यस्तो मान्छे जाली फटा गर्ने हो भनेपछि अर्का छोरा न दुध अर्का छोरालाई भनेपछि विदेशमा अल्पोट पार्दिने हो भनेपछि के खानु पैसा हो? हाम्रो कम्पनी पठाइदियो। अब जस्तो अथवा त्यो अप्ठ्यारो पर्यो त्यो तुरुन्त फिर्ता गरिदिनु पर्ने होइन। हामीले अब भनिरहेको बेला अब छोरो मर्दै अब त हामी कि हुँ रहिजान्थ्यो त अहिले। अहिले किन भनेपछि सबै साथै उहाँमा त आएर पो मेरो छोरो बाँच्ने भयो, न त नेतालाई पनि नहुने भयो, अब आफू जान नसकिने भयो त्यो ठाउँमा। अनि अहिले छोरासँग कुराकानी गर्नु चाहिँ गर्नु भर्खरै सुरु भयो अहिले कुराकानी हुँदाखेरि अहिले उताबाट के भन्नुहुन्छ उहाँले? ल म आइहाल्छु भन्ने खालको कुराकानी गर्नुहुन्छ? म आइजान्छु। औषधि अब उसले संस्थाले बिहोरिरहेको छ, औषधि गर्नु लागिरहेको छ औषधि भन्दा भन्थ्यो। मेडिकल चेक गरे आउँछ, मेडिकल चेक गरे अहिले चाहिँ जुन बिरामी हुनुहुन्थ्यो नि, बिरामी भएको अवस्थामा उपचार चाहिँ भइराखेको छ। भइरहेका छ भन्यो। अब खाना बस्नको लागि संस्थाले पनि बेहोरी आउँछ भन्ने कुरो गर्यो। खाना बस्न त्यही त त्यहाँ अब अलिकति केही उसको चाहिँ त्यस्तो हुनमा होइन, नेपाल नफर्किनुको अवस्थामा चाहिँ केही हदमा चाहिँ उहाँको पनि के अरे केही झगडा परेको थियो, अझ केही केस चलिरहेको थियो भन्ने पनि सुनिन्छ नि त। त्यो के रहेछ खास? यो त्यो बारेमा त यस्तो रहेछ कि त्यही कामको लागि कामका लागि हो क्या, रुपियाँ नदिने काममा मात्रै लाउने। कस्तो खालको काम रहेछ हजुरले फेरि भन्नुहुन्छ? यो त्यसमा कम्पनीको काम रहेछ, काम जाने रुपियाँ कहिले नदिने। त्यही भएर 150 दिने खर्च खाने मात्रै हुँदैछ। यता आउने यता पठाउने उपास यति नहुने भयो, 2 वर्ष पुग्नु लाग्यो भनेर झगडा उठ्याएको रहेछ। त्यो हजुर झगडा परिसकेपछि एउटा बङ्गालले भनेको नगर त्यो उठ्याउ रहेछ। बिरामी ढल्याउमा उतै भए गइदिएछु। ठ्याक्क जाँदाखेरि क्या गर्छन् भनेको सिसी क्यामेरा त्यसो खिचिँदाखेरि बल्ल जुठो आरोप लाग्दाखेरि पसिएछ मेरो छोरो। जति पनि छ त्यो झुटो आरोप लाग्यो उहाँलाई होइन? जुठो आरोप लाग्यो, ढल्याउ मान्छेलाई जुठो आरोप लाग्यो। त्यसरी बिग्रियो त्यो। अब उतै त्यहीँतिर बिरामी ढल्याउ रहेछ, हुइदिन्छन् तिनीहरू झगडा गर्दै त्यतै परेछ। जाने साथ किन गर्छौ भनेको ठ्याक्क त्यसैमा पर्दैछ। गर्दाखेरि त्यो भइसक्यो सोझा आठाभरि अगाडि फुत्किँदैछ। ठुलो बाखाभरि आने उनी झगडा पर्यो अनि त्यो पर्यो त्यही त्यही हो काम भनेपछि त्यही गएको त झगडा पर्यो ओर्यो कम्पनीहरू त्यही भएर अनि त्यस्तो भइहाल्यो हो। नेपालमा यस्ता खालका समस्या त भनौँ न, आज विदेश जाने अवस्थामा यस्ता खालको समस्या कैयौँ पनि छन् अझ हेर्दाखेरि होइन। तर म त झालिसक्यो। अब म त छोरापट्टि विदेश जान दिनेवालो पनि छैन, झालि टाइम उहाँ पनि छोरो पनि मर्ने, घर पनि बिहा भएको हैरान थियो, हत्या भयो त्यो रातिको निन्द नलाग्ने, दिन भोग नलाग्ने। अहिले त्यस्तो भयो, हामी त हैरान दिन्छ। यहीँ पनि त केही गर्न सकेला त न यहाँ किन गर्न सकेन? गाई पाल्न पाइयो, भुसु पाल्न पाइयो, खेती किसान गरिएला होइन, अनि बाख्रो पालिएला होइन, हरेक काम गर्न सकियो। त्यो विदेश गएर के कमाएर त के हारेको चोइली कि धनैको चोइली हुने ठहर्यो विदेशमा। त्यो भएको कारणले मैले अब तपाईँको अहिले यो एकजना छोरा पनि विदेश हुनुहुन्छ होइन? एकजना छ। कुन देशमा हुनुहुन्छ? मलेसिया। मलेसियामा हुनुहुन्छ। उहाँले चाहिँ कस्तो भन्नुहुन्छ? कमाइ गर्दै ठिकै उहाँ हुनुहुन्छ? ठिकै छ।
माइलामा त ठिकै छ लगभग तपाईँको त 3वटा छोरा के अरे होइन घरमा? 3वटा 3वटा छोरा मध्ये त जेठो छोरा पनि त विदेश जानुभएको थियो दुईपल्ट आएन त्यो घरमा आएको छ जेठा त कम्पनी पनि त्यही कम्पनी थियो कि अब अर्को कम्पनीबाट जानुभएको थियो उहाँ चाहिँ अर्को अर्को कम्पनीबाट मलेसिया कम्पनी हो माइलो पनि मलेसिया हो जेठो पनि मलेसिया हो मलेसियाबाटै उहाँहरू लगभग एउटै ठाउँमा गएर कमाइ राम्रो रहेछ कान्छ नि गया त नि एकखेर गया हो मलेसिया कान्छो बोली मलेसिया पनि जानुभयो पहिला गई आया हो हजुर यस्तै त्यतिखेर चाहिँ कमाइ राम्रै भएछ राम्रै भइआउँथ्यो कमाइ राम्रै भएर निस्कनु भएको थियो बेला राम्रै गरी आउँथ्यो यसबाट मैले भने रन्दाको भनेर भन्दै मानेन झगडा गर्न हुर्का छर्ने अनि बाटोले किन विदेश तुरन्तै के फिर्ता गर्नु पर्यो मेरो छोरा रुपियाँ पनि फिर्ता दिनु पर्यो अनि यदि 2 वर्ष 2 महिना भयो जसरी पनि यति वर्ष कमाइ हुनु पर्यो होइन भनेपछि मेन के काम छ त त्यहाँ गएर पठाएर मान्छे ज्यानै भनेपछि फाल्ने म्यान पावर बनायो त्यही किसिमको काम दलाली जस्तै बुन्नु पर्यो म्यान पावर पनि होइन भनेपछि म्यान पावर के कामले त्यहाँ म्यान पावर बस्यो हो मान्छे समस्या हरूलाई विचार नगर्ने कहाँ जुठा आरोप लाउने कहाँ के भन्ने तँलाई थुन्छु भन्ने हुन्छु भन्ने तँ यहाँ आइज म हुन्छु भन्ने होइन त्यही भएर भनेपछि म्यान पावर पनि आउनु मेरो जस्तो फोर्स त्यो सिडिओ कार्यालय मुद्दा दिन्छ भने तेरो छोरो म घरै आनिदिन्न भन्ने पनि शब्द निकाल्यो त्यो म्यान पावर तिलक काट्ने म्यान पावर मलाई सामान्य भने हो सिडिओ कार्यालयमा मुद्दा हालिस् भने तपाईँ नै मारिदिन्छु होइन त्यस्तो पनि भन्यो तँलाई हुन्दिन्छु भने यहाँ आइज त बङ्गारै पुग्ने अहिले हान्छु भन्यो यहाँ मात्रै त्यसलाई किन खास त्यस्तो तपाईँले छोराको लागि ल फिर्ता गर्दै भन्दै गर्दा त्यस्तो भनेको त्यही हो छोरो जसरी घर फिर्ता गर्दै भन्दाखेरि त्यो भन्यो तैँले गएर ऊ भयो यो बिरामी छोरो किन पठाइ भनेर भन्यो त्यस्तो म त अब त्यो बिरामी छ भने मलाई के थाहा होइन अब घर पनि बिरामी थिइनँ अनि अब त्यो कम्पनीले मेन पावरले जाँच्यो होला त्यहाँ भनेपछि हरेक गऱ्यो होला त होइन पठाउँदाखेरि अब रोगी मान्छे नि त नपठाउनु पर्ने मलाई दोष लगाएको तैँले गएर बिरामी छोरालाई किन पठाइ गरे विदेश भनेर त अब अब अन्तिममा चाहिँ के भन्न चाहनुहुन्छ तपाईँले यो जस्तो अहिले प्रोसेसर छ चालिराखेको छ होइन छोरा आउनको लागि केही हदसम्म चाहिँ प्रोसेस चालिसकेको छ नेपाल सरकारले पनि अब अन्तिममा चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ म अन्तिममा अरू केही छैन छोरोलाई घर पठाइदिनु पर्यो अब के गर्ने अब पैसा त अब के गर्ने कमाउने सकभर त अब हामी गरिब गुरुवा मान्छे हौँ होइन अब के गरेर कमाउला भने भयो अब ऋणै त तिर्याउ छैन जसरी पनि अब जग्गा बिजन बिक्री गरी अब तिर्ने भइगयो के गर्न छोरा आएपछि मर्न दिनु भएन मेरो सोच त्यो छ के गर्ने त्यो त उसलाई अहिलेसम्म पालिरहेका साथीहरू थिए नि उहाँलाई चाहिँ के भन्नुहुन्छ तपाईँ उहाँहरूलाई त म धेरै धन्यवाद दिन्छु उहाँहरूलाई स्वागत समर्थन गर्नेको सबै उहाँलाई भेटाएपछि घरमा बोलाएर उहाँलाई मजाले पनि खाइखाइ केही 2-4 पैसा दिन पनि सकिने व्यवस्था भेटाउँछ चितवनमा उहाँहरूले यतासम्मलाई मेरो छोरालाई बचाइदिनु भयो त्यहाँदेखि काम नभए पनि उहाँहरूले बचाउनु भयो त्यहाँदेखि उहाँ नभए मेरो छोरो हुँ मर जान्थ्यो हामी जान त्यहाँ सक्ने थिएनौँ टाढा कुरो उनी साथीहरूले सबैजना बाबुहरूले सबै अन्त जता गएका 9-10जना उनीहरू अल्पट परे पनि उनीहरूले बचाए चितवनमा अहिलेसम्म बचाएकै छन् अहिले मन काटेर धेरै कोसिस गरे गर्दा नभए अस्ति फिल्ममा त्यो साथी त्यो लगाएर त्यसलाई पठाएर नेपालको साथी लगाएर हाम्रो त्यसलाई पठाउने भनेर टिकट काट्यो भने मेन पावरले फिर्ता गरिदिन पछि उता पठाइसकेपछि फिल्म टिकटबाट हुँदै उता गएछ
पछि तपाईँको छोरालाई पनि लौ अस्तिको आउने भने टिकट काटिसकेको टिकट काटे आउने काटे आउने हमा रातमा उठ्ने पनि किरानमा आयो भने फिर्ता गरिदियो मेरो मेनपावरले फिर्ता गरिदियो रुँदै गएछ रुँदै जाँदाखेरि पछि त्यसले के हामीले के भन्यो भने एउटा उयो के अचान बग्रो दलाली नि के अटोको न दलबहादुर बलबहादुर त्यसैले भन्यो अहिले 3 लाख रुपियाँ दिए अब तपाईँको छोरो घर आइजान्थ्यो कस्तो भयो भनेर हामीले फोन गर्यो त्यस्तो बोल्यो 3 लाख ठुलो रहेछ त्यसलाई मेरो ज्यान सानो रहेछ भन्ने लाग्यो महिना कस्तो मन भयो मेरो एकदम 3 लाख दिए अब छोरो आइजान्दै त भन्ने मन लाग्यो ठक्क बेकार भयो त्यसले भने जस्तो जेल्नु पर्दैछ भन्ने कार्य कुरामा गयो अब दिए अब भइजान्थ्यो भने त झन् मार्नु लाग्यो अहिले रुपियाँ दिएले अब छोरो आइजान्थ्यो यही बाबुले गर्दा दिएन भन्न लाग्यो फेरि म मर जान्छु भन्न लाग्यो मरे पनि मर के गर्नु त्यो रुपियाँ पनि अब त्यो खाइदिएन अस्ति र पठायो 35,000 त्यो खाइदिएन त्यो दलालीले अनि यसबाट 3 लाख दिए पनि त्यो यता छोरो नपठाउने खाइदिने तपाईँलाई शङ्का के लाग्यो भन्दाखेरि 3 लाख दिए पनि छोरो आउने हो कि आउँदैन भन्ने शङ्का लाग्यो त्यही हो शङ्का अगाडि 35 खाइयो फेरि भने 3 हाल्यो भने आन्न भन्ने लाग्यो पत्ता त्यस्तो पो भन्यो मैले राग हाल्यो त्यहाँ नेताले के फोन भन्यो नेताहरू पनि झमरियालले फोन गरेको न तँ गुखाने मान्छे न बोल भनिदिएछ झुमरियाल भने बेदर हातमा त्यस्तै भनिदिएछ अनि मेनपावरले त्यसरी भनिदियो भने चाहिँ मेनपावरसँग नेताको पनि पावर पनि त्यही चाहन्छौँ बाबुलाई चाहिँ यता ल्याउन सकियोस् भन्ने हामी चाहन्छौँ होइन बाबु पत्रकार बाबुहरूले सबैको सहुलियतबाट र सरकारको हाम्रो नेपाल सरकारको सहुलियतबाट अहिले चाहिँ अब धेरै धेरै एकदम चर्चामा पनि आइरहेको छ सबैले पनि चर्चाको छ होइन म त छोरो आउला भन्ने आश थिएन हजुर अझै पनि अब मरिजाने भन्ने त्यस्तो बिरामी छ मर्जाने भन्ने शङ्कामा छु अहिले पनि त्यो अब चाहिँ टेन्सन लिनु पर्दैन जस्तो लाग्छ मलाई किनभने धेरै ठाउँबाट तहर तब्काबाट पनि मान्छेलाई थाहा पाइसकेको छ होइन नेपाल सरकारले पनि एउटा खालको चाहिँ अहिले उपचार पनि चलिरहेको छ मैले पनि तपाईँको छोरासँग मसँग पनि साथी भएको कारणले चाहिँ मैले कुरा गरेको थिएँ होइन कुरा गरेको कारणले चाहिँ अब म उपचार पनि भइरहेको छ होइन त्यताको केसको विषयमा चाहिँ थोरै अलिकति त्यसलाई चाहिँ मिलाउनु पर्ने भएको कारणले प्रहरी केस पनि रहेछ त्यो केसलाई मिलाइसकेको छ अब चाँडै आउन सकिन्छ भन्ने खालको कुरा पनि भयो होइन आशा गरौँ अब तपाईँको छोरालाई चाहिँ चाँडै ल्याउन सकियोस् तपाईँहरूले समय दिनुभयो धेरै धेरै धन्यवाद दर्शकबिन तपाईँहरूलाई हामीले केही अगाडि चाहिँ एउटा भिडियो पनि देखायौँ जसको आयुष राणाको बुवा आमासँग हामीले कुराकानी गरेका थियौँ आज देशमा चाहिँ कयौँ युवाहरू आज विदेश पलायन भइराख्नु भएको छ एउटा सपना सजाएर होइन केही गर्छु भन्ने सपना सजाएर आज विदेश पलायन भइरहेका युवाहरू आज त्यस्तो अवस्थामा हुँदै गर्दाखेरि पनि आज नेपाल सरकारले केही पनि गर्न नसक्ने अवस्था देखिन्छ यदि उसको विषयमा आयुष राणा जस्ता कयौँ त्यस्ता प्रतिनिधि आयुष राणा एउटा प्रतिनिधि पात्र हो कयौँ व्यक्तिहरू पनि आज विदेशमा त्यसरी नै पलायन भएका त्यसरी नै आज चाहिँ खर्च पर्च नपाएर त्यसरी बस्नुपर्ने अवस्था अथवा रुमल्लिनु पर्ने अवस्था पनि हामीले पाएका छौँ र नेपाल सरकारलाई ध्यानाकर्षण गर्नको लागि कि त विदेशमा कोही मर्न नै पर्ने रहेछ अथवा कोही चाहिँ बिरामी भएर छटपटाउनु पर्ने रहेछ भन्ने पनि यो एउटा झन् क्लिउले आयुष राणाको घटनाले सन्देश दिन्छ हामीले अबदेखि चाहिँ जुन मेनपावर छ मेनपावरले पहल चाल्दाखेरि छोरालाई ल्याइदिनुपर्छ भन्ने पहल चाल्दाखेरि पनि बुवा आमालाई नै मार्ने धम्की दिने मेनपावरलाई नेपाल सरकारले के गर्ने त यो विषयमा पनि नेपाल सरकारले सोच्नुपर्छ यस्ता खालका दलालीहरू जसले चाहिँ विदेश पठाइदिने र फेरि पनि श्रीमती लिएर भारततिर भाग्ने खालका जुन दलालीहरू छन् त्यस्ता दलालीहरूलाई जसले पैसाकै लागि मात्रै पनि दलाली गर्ने मान्छेको मनोभावना नबुझिदिने त्यस्ता दलालीहरूलाई पनि नेपाल सरकारले अथवा कुनै निकायले चाहिँ सख्त कारबाही गर्नुपर्छ भन्ने माग पनि यहाँबाट राख्छु म र आशा छ आगामी दिनमा आयुष राणालाई नेपालमा हामीले छिट्टै देख्न पाउँछौँ तपाईँ हामी सबैको साथ सपोर्टले गर्दा पनि देख्न पाउँछौँ जुन यो भिडियोले पनि एउटा अझ राम्रो एउटा सन्देश पनि दिनेछ अथवा भिडियोले पनि केही प्रेरणा दिनेछ भन्ने पनि आशा बोक्छु र तपाईँ जतिले पनि यो भिडियो हेर्दै हुनुहुन्छ आयुष राणालाई नेपाल फिर्ता गर्नको लागि तपाईँको सानो साथ सपोर्ट चाहिन्छ होइन त्यसको लागि चाहिँ तपाईँले भिडियो सही धेरै धेरै लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् ताकि त्यस्ता व्यक्तिहरूसम्म पुगोस् त्यस्ता दलालीहरूसम्म पुगोस् यो जुन
मेन पावर थियो नेपालकै ललितपुरमा रहेको मेन पावर न्यू ओल्ड ओभरसिज मेन पावरका हाम्रा तिलक काफ्ले हुनुहुन्छ। त्यस्ता खालका जसले चाहिँ मार्ने धम्की दिने त्यस्ता खालका मेन पावरका व्यक्तिहरूलाई पनि नेपाल सरकारले गोग्रो ठ्याङ्ग्रो ल्याएर चाहिँ उसलाई चाहिँ कारबाही गर्नुपर्छ भन्ने पनि जोरदार माग राख्छौँ। र भिडियो सेयर गर्न होला, लाइक गर्न होला, सब्सक्राइब पनि गर्न नभुल्नु होला। तपाईँहरू माझबाट छुट्टिन्छु। नमस्कार।